यस्तो लचक गरेर हिँड्न यस्तो लचक। नमस्कार, म बालकृष्ण बराल। नमस्कार, मेरो नाम विजय ओली। हामी खाजा पनि सँगै जान्थ्यौँ, टोइलेट पनि सँगै खान्थ्यौँ, हामी चाहिँ अब पोखरा भन्दै फेरि अन्त ल यतिको इन्ट्रो चाहिँ अहिलेसम्म हिस्ट्रीकै छ त खतरा होला क्या। फेरि एकचोटि नि त यो चाहिँ एकदम हिन्दू धर्मावलम्बी धर्म चाहिँ नभन् हिन्दू सिन्दू नभन् कि भाइ नेपाल भन्दैछ त अनि के भन्नु छ भन्न यस्तो हामी यो मन्दिरमा जानु लाग्यो भने भन्न। हामी चाहिँ अहिले पोखरामा स्थित बिन्दावासिनी मन्दिर जान लागेको। यो चाहिँ सुन्नमा आएको बिन्दावासिनी भनेपछि चाहिँ यो समथिङ कृष्ण भगवान र गोपिनीसँग रिलेटेड हुन्छ होइन। कसरी सिरियस हो नि? सिरियस हो भन्न त ल कसरी के? अब यो चाहिँ बिन्दावासिनी भन्छ, वृन्दावन भन्ने कृष्ण गोपिनीहरूको पहिलो गाउँ। अलि बेसी बोले अनि त्यही हिसाबले चाहिँ राखेको पर्छ यो नाम। मलाई नि अब ठ्याक्कै चाहिँ थाहा भएन। म नि अब आफूले भ्याएसम्मको ज्ञान दिने त हो। म पनि त अब महान गुरु धर्मी त होइन। म नि सर्वसाधारण व्यक्ति हो होइन हजुर। हो अब मलाई जति म सबै हाम्रो श्रीरामलाई सोधन हो यहाँ। अब श्रीकृष्ण हरिदासहरू मान्छे प्रश्नहरू मेरो गुरु श्री शशिधर लाम्सालजीलाई। श्रीकृष्ण हरिप्रसाद शशिधर रम्साल। हाम्रो चाहिँ शशिधर है। अनि गुरुजी हामीलाई यो मन्दिरको बारेमा केही भनिदिनु। यो मन्दिर चाहिँ श्री माता नै त माता बिन्दावासिनीको मन्दिर हो, जुन चाहिँ पोखराको कास्कीमा कास्कीको पोखरामा साथी ए प्रसाद पाइनु सकिन्छ। मलाई थाहा नै त्यही भएर त्यस्तो केटा भनेर मैले प्रसाद नामै प्रसाद। सोधौँ न त्यहाँ सोधौँ त बस्नु न। उसले मैले एउटा रिल्समा पनि देखाएको थिएँ क्या। अहिले लाइफमा धेरै कुराहरू जानियो भोग्यो होइन, तर चाहिँ त्यो सेतो केटा बोल्यो। इन्डियन हो हिँड्दा चाहिँ होइन इन्डियनै भन्दा सामान लिने पूजाको सामान ल्याके अब भन्दा थियो। त्यस्तो देख्छ हेर न भनिदिनु साथै त्यही नै वेलकम टु द टेम्पल। टेम्पल मिन्स मन्दिर मिन्स टेम्पल माने पूजा गर्ने ठाउँ, पूजा गर्ने माने ठाउँ, नाम फुल चढाउने ठाउँ। अलिकति धेरै स्लो भयो जस्तो लाग्यो है मलाई। हस् दादा एउटा सिपाहीको छोरा हो भने त उठ दौडिनुपर्छ। अहिले उठ छिटो उठ। कृपया जुत्ता चप्पल अनिवार्य रूपमा तल ऱ्याकमा राख्नु होला। दोस्त तिम्रो जुत्ता कुन हो? अझै दोस्तको जुत्ता चोरिदिनु पर्छ। लुकाइदेऊ न त्यहाँ मजा लाउन मिल्छ। मैले पर्सिमा हानेर आज बनाउँदैन होला। सरी त पर्सनालिटी यस्तो छ सरले संस्कार। यो त धेरै संस्कारी के हो त। बोर्ड पनि हेर है। हस् है पानी परेपछि सब भिज्नु हो र तेरै लागि होला यो त। हिँड ल ऊ बाह्रमा मिस नेपाल होला नि ल हिँड आइज ल। लचक गरेर हिँड्न यस्तो लचक हिँड्न। अब हिँड खाली छ हिँड्न। अलिकति छिटो ओइ
अर्को मिस नेपाल यता यताबाट यता 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 3 2 1 स्टार्ट हेलो 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 ल यहाँ मोडलहरूलाई ओइ ओइ यहाँ फिल्मै मलाई जस्तो छ त नाइस 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 मजा त भिज्छ नि दोस्तो अब यस्तो पानी परेको चाहिँ यता चाहिँ हाम्रो फोटो सुट चलिरहेको छ है उयो आयो यहाँ चाहिँ हाम्रो साथीहरूको फोटोसुट हुँदैछ श्री बिन्दीवासिनी पढ्न आएन मलाई हामी चाहिँ अब यहाँ के अरे अघिको चमेरो गुफा अनि महेन्द्र गुफा घुमिसकेपछि चाहिँ लेक साइड जान्छ होला सोचेको थिएँ तर लेक साइड भन्दा पनि हामी यता बिन्दीवासिनी मन्दिर आएको छौँ अहिले एकछिनमा जान पनि सक्छ है त त्यसमा गयो भने फेरि त्यसको पनि याद हुनसक्छ है इफ गयो र मौसम राम्रै भयो भने चाहिँ अहिले पानी अलिअलि पठाएको छ त्यहाँ जाँदाखेरि पानी पनि परेन र इनकेस गयो भने चाहिँ त्यहाँको पनि ब्लड एड हुन्छ है त अहिलेको लागि चाहिँ यति नै खिच न फेरि लगइन गरौँ भनेको ऱ्याप भन उसले अनि उनीहरू डान्स गर्छ क्या ऊ मेरो बाल्यकालदेखि नाच्नु ऊ मेरो बाल्यकालदेखिको मिल्ने साथी ए धार्मिक स्थलमा तिमी विशेषले ऱ्याप भन्छ उनीहरू दुईजना डान्स गर्छ ल अलिक चेन्ज गर्नु डान्स गर्नु हो यसले त रियलै त हामी खाजा पनि सँगै जान्थ्यौँ टोइलेट पनि सँगै खान्थ्यौँ मनी पन्देलाई मनी पन्देसँगै जान्थ्यौँ हामी पनि सँगै फर्किन्थ्यौँ कट्टु पनि एउटा लाउँथ्यौँ एउटै नालीमा खान्थ्यौँ यति हो दोस्त ल थ्याङ्क यू नमस्कार मेरो नाम विजय ओली नमस्कार मेरो नाम भाग्यनी उपाने यो कति ठुलो रुखमा कति राम्रो फुल नमस्कार म बालकृष्ण बराल तपाईँहरूले मेरो लोकदोरी हेर्नु भएकै होला यति भन्दै बिदा हुन्छ बाई 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 इन गराइदियो तर यहाँ बिट बक्स हानेर ल स्टार्ट आलु खाने कालु मकै गर्ने भालु मेरो पैसा ल्याउनु न कति हुँदै तपाईँको फोटो खिचेको पैसा तपाईँहरूको कति हुँदै यो भाइ हुन्छ त्यो रियल के हो अम्मा गाडी यहाँ चढ गाडी चढ अरे ओ छोरी गुला हजुर कुरा राख्न बोर्डिङ गरेर दिँदैन रे मैले स्विमिङ त जति पानी पर्ने गर्न मिलिहाल्यो नि अहिले गर्ने अब हामी एकछिनमा कता जान्छौँ हामी देखाउने कोसिस गर्नेछौँ
फर्स्ट टाइम रहेछ मेरो चाहिँ यो सेकेन्ड टाइम हो ओके हामी चाहिँ अब यो खेल्न जाँदैछौँ रोटी पिङ सँगै बस्ने क्या आइज तरमा बस्ने आइज तरमा बस्ने चिले हो मेरो चाहिँ एकदम चिलै फेरि बिस्तारै घुमाइहाल्छ नि 8 जना होइन मेरो मात्र गाडी अलिक पछाडि जा भाइ जा चढिहाल्नु न रोकौँ हामी चढ्ने यस्तो कति खेलाएर आयो लाग्दैन दाइ यो लागेन त अनि यो लागेन भन्छ नि ओहो फर्स्ट टाइम छैन सर यति नै हो जय शम्भु कलिक्सी मलिक फर्स्ट टाइम कलिक्सी मेरो फर्स्ट टाइम खाल्दैन फेरि फोन लेट्स गेट इट वू इजी गेम हेर्न भाइ जादु गेम ताल त यादै भिब्रो नि त अट्क्यो भ्यू त फोटो सोटो हान न भ्यू है भ्यू डरा हो त फोटो 360 हान्नु पर्ने भिडियो बाँकी छ त 360 मा त मर्छ होला तिमीमा चाहिँ फोन नलाग्ने किन झर्छ होला गाड हुन्छ केही हुँदैन र रोटी त इजी ल हेर्न यहाँ सुन्नु खोज्दो रहेछ तर नसुन्ने रहेछ सर हामी भन्दा यता हुनुहुन्छ कि उता पछाडि के ए उठो ओइ लत्रो माथि हौ कसम भन्नु यसको टाइम कति राउन्ड हुन्छ हौ अहिले हलिँदैन भाइ यो पछि जानु त यता बसिस् होइन गाह्रो हुन्छ क्या उता लेख्दै तर छानेतिर छुरे भने मजा आएन क्या क्रिकेट बस्न आयो क्रिकेट हेरेर अब 22 नम्बर यार यस्तो त के हेलिकप्टर चढेमा हल्ला नि यसलाई कसरी हल्ला ल म यतापट्टि यता 1 2 3 4 5 हेलो सर बोलाउनु सर के बोल्यो अलिक नबोली बनाऊँ न ट्याकको हल्का दिएछु अनि साउन्ड अफ गर्न मिलिहाल्छ नि अब घुम्दैन अब त खेला जस्तो लाग्यो त भाइ तँलाई 360 हान्नु पर्ने छ कि हाम्रो त पालो सकियो भएन होला अब हामी के खेल्ने 360 आइज भाइ आइज सुबे तरिस आयो लासिट ल भाइ बस्न मजा आउँछ है केटा हो लासिट पहिले यतातिर बस्नु आज मरिजाने भयो त दाइ यो लक कसरी हेलो दाइ एकछिन लोक्नै आउँदैछ बसौँ न अब अब चाहिँ हामी 360 खेल्न लागेको छौँ है 360 जस्तो छ त्यहाँ माथि सुई गएर 90 डिग्रीमा बस्छ भाइ के छ माथि के द्वारा पटेल त
अस्पतालको बिचमा